Welcome back to my channel. So आज चाहिँ आजको vlog चाहिँ I'm gonna do like आपाको 70th birthday पनि हो अनि what I do in a day वाला एकैचोटि गरेर चाहिँ vlog बनाउन आँटेको छु. सो लास्टसम्म हेर्नुहोस् होला. सो अहिले चाहिँ म बिहानै उठेर एक्सर्साइज पुरा गरेर भन्नु पनि भएको छैन. सो म चाहिँ मैगी बनाउन गइरहेको छु. सो हेर्नुहोस् होला अनि don't forget to like, share and subscribe. मेरो डबल चिन पानी चाहिँ उम्लिसकेको अवस्था. सो कतिलाई थाहा छैन होला. उहाँबाट फगले त डल्लै पहिला चाहिँ हाम्रोबाट यहाँबाट डाइरेक्ट उता देख्ने भ्यू थियो. अहिले चाहिँ यहाँ घर बन्नेकोले खालि बाँस मात्रै देख्छ हामीले. सो अब म मेगी हाल्छु. यो सामानहरू यहाँ रेडी गरिरहेको छु. अब हाल्छु. मेगी उमाल्नुको लागि राखिदिएको छु. अब म सबै चप गरेर राख्ने छु भेजेसहरू. गाजर छैन. सो गाजर सकेको रहेछ. त्यस्तो गाजर बिना I'm gonna do this. सिस्नु बाई गर्नु सबै ढिँडो त्यही नफिट सिस्नु spring onion. So spring onion Yes, exactly. Happy Environment Day. Fumble rope no. I didn't Environment Day ko din fumble rope ko ni Rachel guys. Phew. Get it. So we don't do from you. Not outside. Main cheese, this thing. Without this, our food is incomplete. Papa! George? Now it's done. Garlic लगाउने विचार थियो फेरि मलाई अल्छी लाग्यो. सो गार्लिक नलगाएर म डाइरेक्ट बिग्रेर सट्टै गरिहाल्छु बनाइहाल्छु. किनभने अब सबैजना ड्युटी जानुहुन्छ. मम्मी पापा पनि म मात्रै हो घरमा. सो लेट्स मेक इट. चाहिँ मेरो कराई खरिँदैछ. गयो अहिले त्यो थुक्पा सुनेको उसमा अब म फ्राई गर्नेछु. यु गाइस वाच. सबैभन्दा पहिला लेट्स ग्लुट अनियन. गाइस खाना साना भयो. मैले खाना पकाउँदै खिच्नु भनेको थिएँ सकिनँ एउटा हातले. सो म तपाईँहरूलाई अब एउटा नयाँ जादु देखाउनु गइरहेको छु. यो गाइस मसी ओके. अहिले यस्तो छ हेर्नुहोस् मेरो जादु. अहिले यस्तो छ. कस्तो लाग्यो त मेरो जादु गाइस. लु हेर्नुहोस्. जादु भनेको त्यतिको हुनुपर्छ नि. ओ माई गड इट इज लाइक पर्फेक्ट. अब चाहिँ काम सक्यो. अब फोन चार्जमा हालेर अरू काम गर्छु. सो मैले काम सकेर चाहिँ एउटा चिज डिसाइड गरेँ. अहिले भर्खर 10 बज्दैछ. सो बाहिर त्यसरी भाबीले दोकान खोलिसक्नु भएको छ. सो म चाहिँ अब गएर पुच्का खाने डिसाइड गर्दैछु. भाबी हरेस गरेर बसिरहेको छ. पुच्का खानु आँटेको. एकदम इन्भाइरोमेन्ट डेको के गरी किन हाल्दै तर रोपेको कि मैले सफा गरेँ. ए सफा गरेको बस्करणको स्टुडेन्टले. म त खाएको गाइस. छुट्टै फास्टफुड अनहेल्दी होइन. पुच्का खानु छ झालमुरी बनाएर ल्याएर गाइस. अब खान्छु. अघि चाहिँ सबै काम सकेर त्यहाँदेखिको लन्च खाएर चाहिँ पानी परेको थियो. पानीबाट म सुत्नु बसेर अब चाहिँ आप्पाको बर्थडेको लागि जाँदैछु. सो अब आधैसम्म ब्लग हेर्नुहोस् होला. केक
राख्नको लागि चाहिँ सबैजना पर्खिरहेको छ हामी र आपा रेडी भइसकेको छैन Happy birthday to you which one Happy birthday to you Happy birthday to you Happy birthday dear Appa Happy birthday to you May God bless you May God bless you May God bless you dear Appa Happy birthday to you Happy 70 birthday आमालाई सानो खाइदिएन सुगर हुन्छ आमालाई खप्पै सुगर बढेर कहाँ पुग्ला के भयो केक त साइडबाट काटेर सक्नु कोही पैसा मिलाइन्छ दादाहरूले हेर्दैछ भिडियो आउँछ भन्दैन बढाबढी एक पछाडिबाट खिच्छु कहिले हो याद भएको त गर्दा हुन्थ्यो नि यो साल हो कहिले गरेको थियो होला है होइन कुन महिना सानो सानो खुवाइदिनु आप्पालाई बडाल टिपे बडाल टिपे ढोके नि त ल्या बुढीले भयो के 70 मात्रै बाँच्नु बडा आप्पा त 200 सम्म पुग्यो नि छ हामी जति बाँच्छौँ यता जानु त दुईजना रेडी त्यही त नदिने मिठो रहेछ आज केक रङ्ग बेकरीलाई सर्ट आउट ल्या झर्छ मुनि अरे हामी जस्तो बाँच्नु पनि भनिहाल्नु
केटाहरुले एक हप्ता खान्छ नि अब सरकार मित्र नै हो हाम्रो बाबु पुरै बाजे सुन्नु दाल बजार एपिक गर्नु छ कोला कान्छी बेटी आइदियो एस सबैजना फोटो खिच्छु मै क्या खायो होला ए यहाँ प्रमित दादा कहाँ छ उल्टा भयो के भन्दै थियो त्यो उल्टा लाइन छैन त्यो त इम्पोसिबल हो नि सुटा भयो म उटा बनाउन न लुगा बच्चा काटेर लु मेट्रोन अनि फेरि आउँछु अटन म हैन अनि छैन त ल मेरो गरिदिन्छु हैन खादैन खादैन ह्यापी बर्थडे अन्कित बाला लु यहाँ बस पैसा भन्दैछ यो ला के गर्नु अरे मलाई त आशीर्वाद दिएन त उतालाई काम गर्नु छोड भनेर भन्यो त भन्यो खालि त्यो भन्दै रहेछ उतालाई काम पल्टाउनु नजानेर शेष भइरहेको छ यहाँ ला मुनि हो यहाँ यतिको जिउ मात्रै आएर सक्यो आपालाई बोल्नु भन ह्यापी बर्थडे भन्देऊ लु नैमाङ नैमाङ आफ्नो भएको उठायो बिहानले लगाउँदैछु त बडा ल्यापी के हो यो भन्नु न कसरी बनाउँछ यो वाचिपा चाहिँ मासु भुट्नुपर्छ पहिला खुट्टा र टाउको आन्द्राहरू र त्यसमा अलिकति भातहरू हालेर वाचिपा चाहिँ त्यसरी बनिन्छ सबले भन्छ यो त राईले मात्रै बनाउनु बिर्स्यो हो यो बडाले बिर्स्यो मैले रोटी मेन मसला बडाको 2 मुटुको भयो 1 मुटुको भयो प्लेट हो गाइस आजको लागि त्यति नै सो कस्तो लाग्यो भ्लग लास्टमा हेरिदिनु भएकोमा धन्यवाद डोन्ट फर्गेट टु लाइक सेयर एन्ड सब्सक्राइब सो तपाईँहरूलाई त्यही कसैको बर्थडेमा ह्याप्पी बर्थडे गाउनु छ भने चाहिँ मलाई कन्ट्याक्ट गर्दा हुन्छ थ्याङ्क यू